टेलिभिजनमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म अनिल निराला। आज यो स्वतन्त्र नागरिक अभियानका संयोजक रूपमा देश प्रदेश लगायतका मेची टु महाकाली देशैभरिमा खट्नु भएको र प्राइम टेलिभिजनका सञ्चालक पनि उहाँ हुनुहुन्छ, संसारकर्मी हुनुहुन्छ। देशमा कसरी सद्भाव र शान्ति कायम हुन्छ भने आज उहाँले एउटा चिन्तन देखाइदिनु भएको छ। विगतको केही दिनमा मधेस कसरी जलिरहेको त्यो हाम्रो संक्षिप्त कुराकानी गर्न दाइ तपाईँलाई स्वागत छ। थ्याङ्क यू। तपाईँले राम्रो गर्नुभएको छ। यसपटक तपाईँलाई, तपाईँको टेलिभिजनलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन परिस्थितिले मधेस जल्दो बल्दो समस्यामा झेलिरहेको थियो, आज जहाँ बस्नु भएको छ यो बन्दको अवस्था थियो, तर आज जुन ठाउँमा बस्नु भएको छ तपाईँहरूको मेहनत र यहाँका सरकारको मेहनतको कारणले यो आज खुल्ला रूपमा भएको छ। तर यो सानो कलिलो उमेरका बालबालिकालाई सरकारले जुन तरिकाले सताएछ, गोली हानेछ, यो कतिको बर्बरतापूर्वक छ। जुन किसिमको घटना भयो जानकी टेलिभिजन मार्फत तपाईँ मार्फत भन्न चाहन्छु, त्यो नहुनु पर्थ्यो, भयो। त्यसले धेरै नेपालीमा पीडा छ, दुःख छ। परिवारजन आज बाबियोर भइराखेको छ। हुनार 3 जना युवा मधेसको भूमिमा शहीद भयो। सुनसरीदेखि जनकपुरसम्म आइपुग्दाखेरि सिरामा 1 जना, सुनसरीमा 2 जना शहीद भए। हुनार युवाहरू, उनीहरूको एउटा सङ्कल्प छ। त्यो सङ्कल्प शहीदको सपना हामीले पुरा गर्नुपर्छ र मधेस अहिले शान्त, समृद्धि र धर्म संस्कृतिको रक्षाको लागि पनि सरकारसँग सम्झौता गरेर पुरानै लयमा आजबाट मधेस सरकार पनि त असफल भइरहेछ नि। एउटा सानो गल्तीको कारणले गोली कसले चलायो, एकचोटि बनाएको छ कि सरकारले चलाएको छैन, स्थानीय प्रशासनले चलाएको छैन, त सुनसरीमा कसले गोली चलाएको के छ तपाईँको? अब सुनसरीमा कसले गोली चलायो भन्ने बारे त्यो अनुसन्धानको विषय हो। गोली चल्दाखेरि बत्ती निभेको छ, बत्ती निभेको छ। यो बत्ती किन निभाइयो? आधा घन्टा फेरि त्यसरी बत्ती जान्थ्यो। त्यसैले गर्दाखेरि मैले त्यहाँको प्रमुख जिल्लाधिकारी, त्यहाँको एसपी साहब, त्यहाँको पोलिटिकल पार्टी र गाउँपालिकाको अध्यक्षसँग पनि मैले कुरा गरिसकेपछि उहाँहरूको भनाइ के छ भन्दाखेरि हामीले उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्ने पारदर्शिताका साथ भन्ने कमिटमेन्ट, प्रतिबद्धता पीडित परिवार समूहहरूले व्यक्त गर्नुभएको छ। तर पीडित परिवारमा ठुलो रोदन छ। उहाँहरूको भनाइ के छ? वेदना पनि छ, उहाँहरूको एउटा अठोट पनि छ, सङ्कल्प पनि छ। होइन न्याय चाहियो भनेर होइन, पैसा ठुलो कुरा होइन, न्याय सबभन्दा ठुलो कुरा हो। जीवनमा पैसा त आउँछ जान्छ। परिवारको 1 जना गुमेको छ, हुनार युवा गुमेको छ नि, त्यो परिवारमा कति पीडा होला। आज गणेश यादवको घरमा जानुहोस् त। म हिजो सबभन्दा पहिला म पुगेको थिएँ। उहाँको आमाले के भन्नुभयो तिन करोड जनताले थाहा पाइसकेको छ। उहाँको हजुरबाले के भन्नु, बुवाले के भन्नु, दाइले के भन्यो, बहिनीले के भन्यो, बहिनी कसरी रोइन मसँग, सबै कुरा मलाई थाहा छ। उनीहरूको भनाइ छ दोषीलाई कारबाही हुनु पर्छ। दोषी के होस्, सरकारले हिम्मत गर्नुपर्छ, साहस गर्नुपर्छ। यसपटक विगतको जस्तो छ नि कमजोरी देखाउनु हुँदैन वर्तमान सरकारले। यो सरकारको दायित्व र जिम्मेवारी भनेको जनताको शान्ति सुरक्षा र जीवनको रक्षा गर्न सक्नु त कमजोरी देखाइरहेको छैन। बारम्बार गणेश यादवको हत्यारा सामाजिक सञ्जालमा हरेक ठाउँमा सबुत छ भने जहाँ गणेश यादवको गोली लागेको छ त्यहाँ 50औँवटा सीसी क्यामेरा लागेछ। सरकार त्योप्रति अहिले पनि ध्यान आकर्षित भएको छैन। तर एउटा स्वतन्त्र नागरिक अभियानको कारणले तपाईँ यति प्रस्तुत भइराख्नु भएको छ। सरकारप्रति कतिको विश्वास छ कि यो सरकारले गणेश यादवको हत्यारालाई अनुसन्धानमा ल्याएर कारबाही गर्छ? गर्नुपर्छ। गणेश यादवको तपाईँले कुरा गर्नुभयो, म पनि त्यो ठाउँमा पुग्थेँ, गोली चलेको ठाउँमा पुग्थेँ। मैले हेरेँ हिजो बिहान गएर, रिपोर्टिङ पनि मैले गरेँ। स्थानीय जनताहरूलाई पनि मैले सोधेँ के हो त यहाँ तपाईँको राय, वास्तविकता त्यो मलाई बताउनुहोस्। घटनाको सबै कुरा उहाँले बताउनु भयो। तर तपाईँले भन्नुभयो गणेश यादवको हत्यारा गोली चलाउने प्रत्यक्षदर्शीले भनिसके, मैले देखेको छु। त्यसैले म गृहमन्त्री सुरनगुला भन्न चाहन्छु, त्यो दोषीलाई तुरुन्त सार्वजनिक गर्नु पर्यो। को त गोली चलाउने? किनभने प्रत्यक्षदर्शीले भनिसकेपछि प्रत्यक्षदर्शीलाई ल्याएर सरकारले चाहिँ दोषीलाई सार्वजनिक गरेर कारबाही गर्नु पर्यो, एक्सन गर्नु पर्यो। किन भन्दाखेरि तपाईँलाई प्रत्यक्षदर्शीले देखिसकेपछि त सरकारले त को भन्ने कुरा पत्ता लगाउनु पर्यो नि। त्यसैले मेरो भनाइ के छ भन्दाखेरि अहिलेको अवस्थामा अब गणेश यादवको हत्यारालाई सरकारले पहिला पहिचान गर्नु पर्यो। दोषीलाई कारबाही गराउनको लागि सजिलो हुन्छ। म के भन्छु भन्दाखेरि कसको इसारामा गोली चल्यो, कसै गोली चलायो, एउटा प्रश्नहरू पनि उठेको छ। यसरी किन गोली चल्यो मधेसको भूमिमा धर्मलाई लिएर? तपाईँलाई थाहा छ भर्खर हाम्रो पुटेकको आन्दोलन भएको थियो इन्डियामा, होइन?
त्यहाँ पानी आसुर ग्यासहरू प्रहार गरेर, तर यो नेपालको कानुनले सिधा गोली प्रहार गर्ने के छ र? यो कलिलो कलिलो बालबालिकालाई गोली हान्ने तपाईँलाई के फाइदा हुन्छ? म आज जब घाइतेलाई भेट्न अस्पतालमा गएँ, विराटनगरमा न्युरोमा गएँ, त्यहाँको विभिन्न अस्पतालमा जाँदाखेरि घाइतेहरूलाई काहीँ टाउकोमा लागेको छ, काहीँ घाँटीमा लागेको छ, काहीँ छातीमा लागेको छ, काहीँ हातमा लागेको छ, काहीँ मुटुमा गोली लागेको छ, कम्मरमा गोली लागेको छ। म छक्कै परेँ, कसरी लाग्यो यसरी गोली? त्यसैले मेरो भनाइ कहाँनिर हो भन्दाखेरि यसपटकको यो गोली कसरी चल्यो, यसको कारण र आधार स्पष्ट रूपमा सरकारले पनि भन्नुपर्छ, छानबिन गरेर बाहिर ल्याउनुपर्छ। यसरी गोली चलाउने आदेश कसले दियो, किन गोली चल्यो? आजको दिनमा पहिला त हामीले छानबिन गर्नुपर्छ, उच्चस्तरीय न्यायिक आयोग गठन गरेर छानबिन गरेर दोषीलाई कारबाही गर्नको लागि वातावरण बनाउनै पर्छ। सुनसरीको देवानगञ्जको जुन घटना छ नि, त्यो घटनाबाट हामीले पाठ सिक्नै पर्छ, पाठ सिक्नै पर्छ र सरकारले गम्भीर भएर अनुसन्धान गरेर दोषीलाई कारबाही गराउन कुनै पनि कसर यो सरकारले सहमति गर्दाखेरि यो तीनवटै तहको सरकार थियो, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार पनि थियो, तर सहमति पत्रमा खोइ त गृहमन्त्रीजीको हस्ताक्षर त। भोलि गरी यो सहमति पत्र पनि खारिज हुन सकिन्छ नि त। बारम्बार त्यो मधेसका विभिन्न सङ्घ सङ्गठनले आन्दोलन गरेका पार्टीहरूले ठगमा परिरहेछ, ललिपप जस्तै देखाइरहेछ। के पनि यो पनि सरकार ललिपप जस्तै ठगिन्छ कि? यो सरकारले विगतको सरकार भन्दा एक्सन ओरिएन्टेड भएर आउनुपर्छ। मैले सुरुदेखि भनेको छु, बालन शाहलाई मेचीदेखि महाकालीसम्मको, कञ्चनपुरदेखि झापासम्मको जनताले मतदान गरेर जिताएको, बालनलाई प्रधानमन्त्री बनाएको हो। उहाँले मधेसको जुन पीडालाई बुझ्नुपर्छ, मधेसको समस्या बुझ्नुपर्छ, मधेसी जनतालाई न्याय दिनुपर्छ। मधेसी जनताले अधिकार खोजेका छन्, मधेसी जनताले देशको हरेक परिवर्तनमा साथ दिएका छन्। आज मधेसी जनतालाई खोइ अधिकार, खोइ समृद्धि र विकास मधेसमा, खोइ बोलेर मात्रै हुँदैन, एक्सनमा हुनु पर्यो, खोइ अधिकार। आज हाम्रो देशमा मधेसमा जस्तो पीडा कारी लाग्दो अवस्था काहीँ छ? यहाँ सहकारी वृद्धि छन्, मिठो वृद्धि छन्, लौकिक वृद्धि छन् र हरेक क्षेत्रले मधेसलाई हेपेको छ। केन्द्रीय सरकारले पनि हेपेको छ, केन्द्रीय सरकारले पनि मधेसलाई राम्रोसँग अधिकार दिएको छैन। बालन शाहले जनकुमार बोलेको नै जानकी भुइँ बोले होइन, अब जानु पर्दैन काठमाडौँ, पशुपतिको दर्शन गर्न मात्रै जाने हो, अधिकार यही दिन्छु भने होइन। खोइ अधिकार प्रधानमन्त्री, मेरो प्रश्न जानकी टेलिभिजन मार्फत, तपाईँ मार्फत म लामो कुरा गर्न चाहन्न। मधेसलाई सम्पन्न बनाउने, विकास गर्ने, भ्रष्टाचार कारवाही गर्ने, सुशासन दिने हो। मधेसी जनता भनेको इमान्दार छन्। मधेसी जनताले देशको हरेक परिवर्तनमा सरकारलाई साथ दियो, दललाई साथ दियो, तर दलले सरकारले जहिले पनि मधेसलाई के गर्यो? उपेक्षा गर्यो। अब ऋषि धमला मधेसमा आएको छ, मधेसको परिवर्तनको लागि, विकासको लागि, भ्रष्टाचार अन्त्यको लागि, सुशासनको लागि मधेसी जनतालाई अधिकार दिन ऋषि धमला मधेसको भूमिबाट यहाँको जनतालाई सम्पन्न बनाउन कुनै कसर बाँकी राख्ने छैन भन्दै तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनमा तपाईँ यस्तो एउटा इमान्दार पत्रकार जानकी भूमिले पाएको छ, तपाईँलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद। उहाँ हुनुहुन्थ्यो नागरिक स्वतन्त्र नागरिक अभियानका संयोजक पनि हुनुहुन्छ उहाँ ऋषि धमलाजी, र प्राइम टेलिभिजनका संयोजक पनि हुनुहुन्छ। उहाँले यो सरकारले राइट टु रिकलको काम गरिराख्नु भएको छ भनेर भन्नुभएको छ, तर सद्भाव सुशासन कहिले कायम हुने भनेर अहिले पनि मधेसका जनताहरू उपेक्षितमा जी बाँचिरहेछ। धन्यवाद, नमस्कार। म अनिल राणा बिदा चाहन्छु।